हरिः ॐ आनो भद्राः क्रतवो जन्तु विश्वतो ददासो अपरेतास उद्भिदः देवानो यथा सदमृद्भृदे असन्न प्रायुगो रक्षितारो दिवे दिवे देवानां भद्राशो मतिर्जोयतां देवानां गुरातिरविनो निवर्तताम् देवानागुसख्यमुपसेति मा वयं देवान आयुः प्रतिरन्तु जीवसे तान् पूर्वया निविदाहुमहे वयं भगं मित्रमदितिं दक्षमश्रितम् अर्यमणं वरुणको सोममस्विना सरस्वतीनः सुभगामयस्करात् तन्नो पातो मयो भुवातु भेखजन्तन्माता पृथिवी तत्पिताध्योः तद्रावाणः सोमसुतो मयो भुवस्तदस्विना शृणुतं दृष्टाजुवम् तमेशानं जगतस्तथुगसपतिं धियं जिन्ववसे भूमहे वयम् पूखानो यथा वेदसामसजदे रक्षिता प्रायुरददः स्वस्ताये स्वस्ति न इन्द्रो वृतस्रवाः स्वस्ति नः पूखा विश्ववेदाः स्वस्ति न साक्षो अरिष्टानेमिः स्वस्ति नो बृहस्पतिर्ददातु पृषदस्वामरुतः पृश्निमातरः शुभं जावानो विदधे कुजग्मयः अग्निजिह्वा मानवः शोरतक्षसो विश्वेनो देवा अवसागमन्निः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येम शविजजत्राः स्थिरैरङ्गै तुष्टुवागुंसस्तनो विर्व्यसेम हि देवहितं जदायुः सतमिन्नु शरदो अन्त्रिदेवा जत्रा न सग्राजरसन्तनो नाम पुत्राशो यत्र पितरो भवन्ति मानो मध्यारे रिखतार्युगं तोः आदित्यध्योरादितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वे देवा अदितिः पञ्चजना अदितिर्जातमदितिर्जानि त्वम् ॐ गणानां त्वा गणपतिगुं हवामहे प्रियाणां त्वा प्रियपतिगुं हवामहे निधीनां त्वा निधिपतिगुं हवामहे वशो मम अहमजानि गर्वधामा त्वमजाति गर्वधाम्ना ॐ अम्बे अम्बिके बालिके कान्ते लवासिनीं गजाननं भूतगणादिसेवितं कपीथजम्बुफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय विभूषिताय गौरेसुताय गणनाथ नमो नमस्ते।
पनि यो एउटा के छ भन्देखि हामीले अलिकति ब्राह्मण भएपछि हामीले बुझेको कुरा पुत्रस्य परमो धर्म पितृद्वार समानहि भनेर भनेको छ। एउटा छोराको सबभन्दा ठुलो धर्म के हो भनेदेखि बाबुआमाको आत्मालाई भनेको बाबुआमाले भनेको मान्नु मात्रै नभएर बाबुआमाले गर्छु भनेका बाचाहरूलाई पूर्ण गर्ने त्यो एउटा बाचा चाहिँ नि ममा पनि आयो र मैले भाइहरूलाई पनि मैले सल्लाह गरेँ। सल्लाह गरिसकेपछि अब बुबा आमाले गर्छु भनेको थियो, आमा सायद यो बिहासको अगाडि आएर बस्नु सक्ने अवस्था भइदिएको भए म यति अब हुँदैन थिएँ र पनि अब यो गर्छु भनेको काम आमाको अवस्था त्यस्तो हुँदाहुँदै पनि हामीले आयोजना गरेका छौँ। सायद यो राम्रो हुनसक्छ, हुन्छ। आमाको अवस्था अलिकति सुध्रिँदै गएको छ, आजभन्दा भोलि भोलिभन्दा पर्सि सुध्रिँदै जानुभएको थियो, हिजो अस्ति हामीलाई थिएन र अप्पर झट परेको हुनाले सबै हामीले अझ व्यवस्थापन गर्छौँ भनेर भन्ने थियो, व्यवस्थापन हामीले गर्न सकेनौँ। अनि त्यस कारण चाहिँ नि सबैमा अब यो हाम्रो सप्ताहव्यापी कार्यक्रममा चाहिँ नि मेरो बुबा आमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण सधैँ प्रत्येक दिन यसै गरी मैले हजुरहरूको अनुहार देख्न पाइराखौँ र मेरा चाहिँ नि स्वर्गीय हजुरआमा अब हजुरआमाको त अनुहार देख्न पाइयो, अलिअलि खुट्टामा पनि झल्किन्छ, हजुरबाको त्यो पनि देख्न पाइएन। अनि काकाहरू भयो, हाम्रा काकाहरू पनि हुनुहुन्थ्यो अरे, काकाहरूको पनि हामीले त्यसरी देख्न पाएनौँ। अनि अब स्वर्गीय पिताको, स्वर्गीय हजुरआमाको, अनि स्वर्गीय पत्नीको, अनि काकाहरूको, स्वर्गीय पुत्रीको, सबैको र हाम्रा नेउपाने बन्धु कौडिन्य गोत्रका सम्पूर्ण 21 कुलका पितृहरूको मैले यो हाम्रो मात्रै नभएर हाम्रो वंशजहरूका समस्त पितृहरूको पनि उद्धारको निम्ति उहाँहरूको उत्तम लोकको प्राप्ति होस्, वैकुण्ठको वास होस्, स्वर्गलोकको प्राप्ति होस् भनेर भन्नेका हेतुले यो श्रीमद् भागवत ज्ञान महायज्ञको आरम्भ गरेका छौँ। यसलाई हजुरहरूले प्रत्येक दिन यो पुण्यस्थलमा आई यसको शोभा बढाई र पितृहरूको प्रसाद ग्रहण गरी पितृहरूलाई आशीर्वाद दिई यो आयोजक टिम भनेको अब आयोजक परिवार हामी हौँ र हामीहरूलाई चाहिँ हजुरहरूको अनुहार देख्न पाए मात्रै पनि पुग्छ। हामीले पितृहरूलाई उद्धार गऱ्यौँ भनेर भन्ने लाग्छ र यसको शोभा बढाउनको लागि हजुरहरूको गरिमामय उपस्थितिको लागि म हार्दिक अनुरोध गर्दछु। र म यही बेलामा मेरा सम्पूर्ण टोलवासीहरूलाई मैले निम्ता दिन चाहिँ छुटाएको रहेछु भने पनि मेरो आजको यो वक्तव्यबाट हजुरहरूलाई यो निम्ता हजुरहरू सातै दिन चाहिँ यहाँ पाल्नु हुन अनुरोध गर्दछु। र अब यो कसैलाई हामी विभिन्न किसिमका वेशभूषा, जात जाति, धर्म, संस्कृतिहरूलाई सिरोपर गर्दै हिँडेका मान्छे हौँ। त्यसकारण अब कसैलाई हाम्रो संस्कारप्रति अलिकति संस्कारले थोरै आघात पुर्याउन सक्छ, त्यसको लागि हामी क्षमा चाहन्छौँ। हजुरहरूले पनि यसलाई झर्को नमानिदिनु होला। र अब आजदेखिबाट 7 दिनसम्म अलिकति म्युजिकमा पनि म्युजिकले केही कसैलाई चाहिँ त्यस्तो अलिकति नकारात्मक प्रभाव पार्छ भनेदेखि त्यसको लागि म क्षमा चाहन्छु। र कसैले पनि फलानाले यसो गरेछ, तिनाको बाजाले मलाई यस्तो गर्यो उस्तो गर्यो भनेर कसैले पनि नभनिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। र कसैलाई निम्ता पुगेको छैन भनेदेखि म यही मञ्चबाट, मैले यही स्थानबाट भन्दछु र सम्पूर्ण टोलवासीहरू उपस्थित भई यहाँ चाहिँ नि यो श्रीमद् भागवतको महिमा श्रवण गर्न र प्रसाद खानको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जय होस्। अघि 2-4 वचनलाई पुरा गरिदिनु भयो हाम्रो ऋषि नेउपानेज्यूले, उहाँलाई धेरै धेरै धन्यवाद।
श्रीतं देवदेवेश नारायण जगत्पति स्तुतियावनावधानेन कथयिष्ये शुभा कथा सर्वे श्रोतारः सावधान भवन्तु। रेकर्ड गरिदियो सीधा चाहिँ सर्वे श्रोतारः सावधान भवन्तु। आवाज विस्तार बताइने श्रीमद् भागवत महापुराण शौनकादि गरेका 88,000 ऋषिपति गुरुले बताउनु भएको छ। तिनी चरित्रहरू राजा परीक्षितको बरमा सुखदेव स्वामीले बताउनु भएको छ। तिनी चरित्र ल्याएर यहाँहरू समक्ष मैले यो भागवत कथा बताउँदैछु। सबैभन्दा पहिला यो कथा प्रारम्भ गर्नुभन्दा पहिला यो कार्यमा कुनै पनि विघ्न बाधा नपरोस् भन्नका लागि सबैभन्दा पहिला गणेशलाई मेरो नमस्कार। गणेशलाई नमस्कार भगवान, हाम्रो कार्यमा कदापि कहिले पनि विघ्न बाधा नपरोस्। यो कार्यक्रम भव्य र सभ्यका साथमा जबकि आखिरमा गएर सुसम्पन्न होस्। गणेश भगवानलाई मेरो नमस्कार। लीला गललुला कालम्याल विलासुणी गणेश हायन मुनिला कमल मलकान्तया। गणेश भगवान मेरो नमस्कार। त्यसदेखि उपरान्त सरस्वती देवीलाई नमस्कार। सरस्वती देवी आएर हाम्रो हृदयमा बस्नु भएर भनेदेखिमा न त हामी बोल्न सक्छौँ न त अध्ययन गर्न सक्छौँ, अध्ययन गर्न पनि सक्दैन। त्यही भएर सरस्वती देवीलाई मेरो नमस्कार। याकुन्देन्दु तुषार हारधवला या शुभ्रवस्तामृता या वीणा वरदण्ड मण्डितकरा या स्वेद पद्मासना या ब्रह्मच्युता शङ्कर प्रभृति मृदवै सदा वन्दिता क्षमां पातु सरस्वती भगवती निशेष जड्यापहा। सरस्वतीलाई पनि नमस्कार भगवान। हाम्रो सबैको हृदयमा आएर सरस्वती भगवानले बसोबास गर्नुहोस्। त्यसदेखि उपरान्त गुरुलाई नमस्कार। गुरु बिना केही पनि ज्ञान हुन सक्दैन। अखण्ड मण्डलकारं व्याप्तेन चराचरं तत्पदं दर्शनमेन तस्मै श्री गुरवे नमः। गुरुलाई नमस्कार गरेर भगवान प्रभु परमात्मा यहाँ जबकि यस कार्यको आयोजना गर्नुभयो उहाँहरूलाई पनि विशेष गरी सबैभन्दा पहिला धेरै धेरै धन्यवाद। किनभने जसका नाममा हामीले यो भागवत प्रारम्भ गरेका छौँ, किनभने उहाँ जीवित हुँदा नै उहाँले एउटा सङ्कल्प गर्नुभएको थियो। एउटा सङ्कल्प गर्नुभएको थियो। त्यो वचनलाई पुरा गरिदिनका लागि ती तीन भाइ छोरा बुहारीहरूले आफ्नो जबकि ड्युटी धन्दाहरूलाई पनि अलग गराएर आफ्नो आमाको इच्छा बाबाको चाहनालाई पुरा गरिदिनका लागि अगाडि बढ्नुभयो। उहाँहरूलाई म यो व्यास आसीनबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने स्वर्गारोहण भएर गए पनि मलाई पनि धेरै अर्थी बुद्धि र ज्ञान दिनुभएको थियो। त्यो कुरालाई म धेरै सम्झना गर्छु। त्यो वचनलाई पुरा गरिदिनु भयो, उहाँहरूलाई पनि धन्यवाद। र यस कार्यक्रममा उपस्थित हुनुभयो। यो भागवतमा सारा दाजुभाइ टाढा टाढादेखि पनि आउनुभयो, शोभा बढाइदिनु भयो, हाम्रो मन्दिर बनाइदिनु भयो। हिजो आएर कति धेरै खुसी लाग्यो हजुर, एकदम खुसी लाग्यो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र यस कार्यक्रममा आएर मैले भनेको टाइमलाई औचित्य समय मानेर उपस्थित हुनुभयो। हाम्रा कलाकार नकुल प्रणामीजी हुनुहुन्छ। हामी जता हिँड्दा पनि हामी सँगै हिँड्छौँ, जहाँ जाँदाखेरि पनि हामी टोलीसहित हिँड्छौँ। किनभने हामी छुट्टिँदैनौँ, जहाँ जाँदाखेरि पनि सँगै हिँड्ने गर्छौँ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद गर्दै यहाँहरू समक्ष म कथा प्रारम्भ गर्छु। हरि सुरु भयो भागवत परिसौ शरण, सुरु भयो भागवत परिसौ शरण, सुन्ने भन्ने श्रोतागणको रक्षा गरना। सुरु भयो भागवत परिसौ शरण, सुरु भयो भागवत परिसौ शरण, भन्ने सुन्ने श्रोतागणको रक्षा गरना, भन्ने सुन्ने श्रोतागणको रक्षा गरना।
चतुर्बाहु नारायणले लगाउँछन् पार 33 कोटी देव देवतालाई हाम्रो नमस्कार 33 कोटी देव देवतालाई हाम्रो नमस्कार चतुर्बाहु नारायणले लगाउँछन् पार चतुर्बाहु नारायणले लगाउँछन् पार 33 कोटी देव देवतालाई हाम्रो नमस्कार 33 कोटी देव देवतालाई हाम्रो नमस्कार चतुर्नारायण भगवानको सच्चिदानन्द भगवानको हात उचालेर जय भन्ने भक्तजनहरूको हात नउचालिकन बस्ने भक्तजनहरूको जय होस्। त्यस्तो भएको सबैको त्यस्तो भयो मैले आफैले सुनेको छैन जम त्यो गमक हुन्छ नि त त्यो नै भएन क्या जमेन त साउन्डमा जमेन कि हजुर घन्टा टाढा भएर तलको बिटा अलिकति बढाउनु चतुर्बाहु नारायण भगवान प्रभु परमात्मालाई मैले नमस्कार गरेर अब कथा प्रारम्भ हुन्छ। जन्मान्धस्यतो न यादि तरत चार्थे सभीकेश्वराण तिनी ब्रह्म हृदयादि कवया मोहन्ति यदसूरया। यो भागवत जबाट प्रारम्भ भएको छ त्यही भएर भागवत श्रवण गर्दाखेरिमा जय भन्ने शब्दलाई उच्चारण गर्नु। जबाट प्रारम्भ भएको छ यमा गएर अन्त्य भएको छ यो भागवत। त्यही भएर यो भागवत तलतिर गफै लगाएर बसौँ। गफ लगाउन बन्द है, गफ लगाउन त पाइँदैन नि। यो भागवत श्रवण गर्दाखेरिमा अब गफ लगाउन पाइँदैन। गाह्रो छ त आमा, के गर्ने अब हेर्नुहोस्, धेरै गाह्रो छ। अब यो भागवत जमा प्रारम्भ भएको छ, यमा गएर अन्त्य भएको छ। अन्तिम शब्द के छ? नाम संकीर्तनम यस्य सर्व पापो प्रणाश प्रणामो दुःखनाशं च नमामि हरिं परम। यो भागवत श्रवण गर्दाखेरिमा जय भन्ने शब्दलाई जब कि उच्चारण गर्नु भनेर बताइएको छ। यो भागवत सबैभन्दा पहिला कसले सुन्यो त भनेर भन्दाखेरिमा यहाँनिर बताइएको छ। नैमिषे निमिषे क्षेत्रे ऋषया सौनकादया सत्रम स्वर्गाय लोकाय सहस्र समासदा। नैमिषे निमिषे क्षेत्रे भनेको अघि नैमिषारण्यम गरेका क्षेत्रमा शौनक आदि गरेका 88,000 ऋषिहरू स्वर्ग प्राप्ति गर्नका लागि गएका रहेछन्। अब यी शौनक आदि गरेका 88,000 ऋषिहरू भनेका को हुन् त भन्दाखेरिमा यी ब्रह्माजीका छोरा हुने। हेर्नुहोस्, जन्मिने बित्तिकै आफ्ना बाबाका पासमा आज्ञा गरे, बाबा हामीले के कर्म गरौँ होला? छोरा भएर जन्म लिइसकेपछि आफ्नो बाबुआमाले हराउँदै नराइकन मान्छन् भने तिनलाई उत्तम मानिन्छ। अडाएर मान्दछन् भनेदेखिमा मध्यम मानिन्छ। अडाएर ढेर पुछा लाउँदैन भनेदेखिमा त्यो अदम। छोरा नै त्यही हुन्, छोरी नै त्यस्तै हो। कष्टमा पऱ्यो विचार गर्छ।
बुहारीले पनि विचार गर्नु सासू ससुराले नहराइकन मान्ने बुहारी उत्तम हराएर मान्ने मध्यम हराएर ढेर पैसा नलाउने हराउने यहाँ त उत्तम फेरि अन्त भनेको बाबा हामीले के कर्म गरौँ भनेर भन्दा आखिरमा बाबु छोरा हो एक एकाप्रताबाट वायुमण्डल उड्छ वायुमण्डलका प्रतापबाट आकाशबाट पानी वर्षन्छ त्यही भएर तिमीहरूले एक गर ब्रह्माजीले भन्नु पिताजी एकान्त जग्गा त हामीले त कहीँ पनि देख्यौँ एक गर्दा आखिरमा एकान्त जग्गामा गएर एक गर्नुपर्छ भनेर भन्नुभएको ब्रह्माजीले भन्नुभयो म एउटा आँखाबाट तेज निकालेर छोडिदिन्छु त्यो तेज जहाँ गएर बस्दछ त्यसै ठाउँमा गएर तिमीहरूले एक गर ब्रह्माजीले एउटा आँखाबाट तेज निकालेर छोडिदिनु हो अगाडि अगाडि त्यो तेज गयो पछाडि पछाडि सौनका दिएका 88,000 गई जाँदा जाँदा आखिरमा एउटा अरण्य नाम गरेका घोर जङ्गलमा गएर त्यो आँखाको निमिष बसेको थियो त्यो जङ्गलको नाम राख्यो नैमिषार यो कहाँ पर्छ इन्डियामा अब त्यही नैमिषार नाम गरेका क्षेत्रमा सौनका आदि गरेका 88,000 स्वर्ग प्राप्ति गर्नका लागि हजारौं वर्ष पर्यन्तको यज्ञ प्रारम्भ गर्न सुरु गरे यज्ञ गर्दै गर्दै जाँदा आखिरमा दियोमा रहेको बत्ती निभ्यो एक सालमा रहेको अग्नि निभ्यो अब कार्य असफल भयो के आफ्नो घरको कार्य सफल भएको नभएको त्यो दियोमा बालेको बत्तीबाट थाहा हुन्छ त्यही भएर दियोमा रहेको बत्तीको ज्यादै जगेडा गर्नु एक सालमा रहेको बत्तीको जगेडा गर्नु भनेर भनेको फेरि यसमा चाहिँ कसरी विचार गर्नु नि जस्तै दियोको बत्ती बालेको छ अब त्यसले हाल्न बिर्स्यो भनेदेखिमा त निम्न कर लागि पर्यो नि त यसमा दोष छैन सलेदा सिद्धेर निभो भनेदेखिमा त्यसमा दोष छैन कसैले फुलले हालेर निभाइदिनु भनेदेखिमा त्यसमा दोष छैन हाउरी पनि लागेको छैन कसैले फुलपातीले पनि हानेको छैन तेल पनि ठिक्क छ सलेदो पनि ठिक्क छ भनेदेखिमा बत्ती निभो भने आफ्ना वंशमा वर्ष दिनभित्र केही देखा सङ्कट पर्छ मारे आफूले स्थापना गरेको चिज एकचोटि स्थापना गरिसकेको यज्ञ भत्कायो भनेदेखिमा पनि दशा लाग्छ क्षणिकमै दशा लाग्छ धेरै समय पनि पर्खिरहनु पर्छ एकचोटि हामीले तयार पार्यौँ नि स्थापना गरेर सारा खम्बा उठाइसकेपछि त्यो भत्काउन सुरु गर्यो भनेदेखि म सङ्कट देखा पर्छु सौनका आदि गरेका 88,000 ज्यादै चिन्तामा परेर यसरी बसिराख्दाखेरिमा अब कार्य असफल भयो भगवान् दियोमा रहेको बत्ती पनि छैन एक सालमा रहेको अग्नि पनि छैन अब म के गरौँ कुन उपाय गरौँ होला यसरी भनिरहँदाखेरिमा त्यही बेलामा परैबाट सुतनाम गरेका पौराणिक आउन लाग्नु भएछ सुतनाम गरेका पौराणिक भनेका कुन क्षेत्रीय विप्रकन्या सुतो भवती जाति त भन्छ क्या बाबु क्षेत्रीय आमा ब्राह्मणीबाट जन्मेका सन्तानलाई सुत भनिन्छ यहाँ त ब्राह्मणहरू पढेर विद्वान मान्छन् नि हो कि क्षेत्रीयहरूले पनि पढ्दा हुन्छ क्या अलि ब्राह्मणलाई थाहा छैन यहाँ क्षेत्रीका त के कुरा कति बेर पाती पढ्ने कति बेर के अलिअलि सिके काम दिन्छ कहिले कहाँ कुरो बुझ्यो नि अब ढुक्क भएर बस्नु सधैँ त्यो मास्टर काम मात्रै गरेर बस्ने हो र कहिले काहीँ यसो हिँड्ने हुँदैन हो कि कहिले काहीँ काम दिन्छ बुढेसकालमा सिकिराख्नु अहिले यस्ता प्रकारले गर्दाखेरिमा हेर्नुहोस् आज ज्यादै जब कि आखिरमा गएर चिन्ता परो भनेर बसिरहेका बेलामा सुतनाम गरेका पौराणिक आफ्नो आश्रमबाट निक्लेर डुल्दै 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 आउन लाग्नु भएछ सौना गादी गरेका 88,000 देखेका आफूभन्दा ठुलो व्यक्ति आउनुहुन्छ भने आफूलाई कथा बताइदिने कुरा आउनुहुन्छ भने दुई पाइला भए पनि घरबाट निक्लेर लिन जानु रे क्या यहाँ त घरबाट बाहिर निक्लेको होइन हिजोमा आउँदा ओके होइन म त जानकारी गराएको हो नि भक्तपुर आइपुगेँ है म लिन आउने हो कि के हो भनेर फोन गरेको छ ठिकै छ यसमा दुःख मानौ छैन म त आफ्नो घरमा आएको गुरु बुझ्नुभयो नि लिन जानु पर्यो तर आफूभन्दा ठुलो व्यक्ति आउनुहुन्छ भने लिनलाई जानुपर्छ जस्तै श्रीमान प्रदेशबाट आयो भनेदेखिमा दुबाको माला लिएर पुग्छ नि एयरपोर्ट सिकिराख्नु यहाँ छोरीले पनि पर्सि बिहे गरेपछि काम दिन्छ श्रीमान प्रदेशबाट आउँछ भने लिनलाई जानु परसम्म भन्छ क्या शास्त्रले लिनका निमित्त लिन गएर लिएर आएर उच्च आसनमा लगेर राखे अस्तर घात धोए पादरका बाबु धोए आचमन कर्म सारा सम्पूर्ण कर्म गरी
किन गुरुलाई उच्च आसनमा लगेर राख्यो त भनेर भन्दाखेरिमा पण्डितभन्दा उच्च आसनमा बसेर कथा श्रवण गर्न पाइँदैन। त्यसलाई मानिन्छ सौखीमा आसन, त्यसलाई मानिन्छ सुखको आसन। किनभने दिने भन्दा लिने व्यक्ति निचे आसनमा बस्नुपर्छ। जस्तै गाग्रीबाट अङ्खारामा पानी सार्नु छ, त अङ्खारा माथि लग्यो भने गाग्रीको पानी पस्छ त? पस्दैन। त्यही भएर अलिकति निचे आसनमा बस्नुपर्छ। कथा सुन्दाखेरिमा उठेर कथा सुन्नु हुँदैन, अर्को जन्म रुप भइजान्छ। यति नभने त बस्दै नबस्ने गर्नुहोस्। उठेर कथा सुन्नु हुँदैन, सुतेर कथा सुन्नु हुँदैन, अजिङ्गर भएर जन्म लिन्छ। गालामा हात लाएर कथा सुन्नु हुँदैन। किन गालामा हात लगाएको? त्यसलाई मानिन्छ शोक आसन। चिन्ता परेका बेलामा गालामा हात लाउने हो। मलाई के भयो, अब चिन्ता छैन केही पनि, 7 दिनसम्म ढुक हाँस्ने रमाउने नाच्ने महाराज। गालामा हात लाएर कथा सुन्न पनि जब कि पाइने छैन, ढल्केर कथा सुन्न पनि पाइँदैन। ढल्केपछि के हुन्छ? आनन्द आउँछ। आनन्द आएपछि ऊ निदाउन सुरु गरिन्छ। ओके, पलिटी कसेर आनन्दपूर्वक गोडा बसारेर कथा सुन्न हुँदैन। त्यो पण्डितलाई पनि कति दुःख हुँदो रहेछ त यो जमानालाई थाहा होस् न अहिले। ओके, पलिटी कसेर आनन्दपूर्वक कथा श्रवण गर्नुपर्छ कथा सुन्दाखेरि। तर यसमा दुखीलाई छुटकारा, रोगीलाई छुटकारा छ। ओके, अब बुढाबुढीलाई छुटकारा छ। नसुतिकन सुन्नै सकिँदैन भनेदेखिमा सुतेर सुने हुन्छ, ढुक्क भएर बस्नु। ओके, अब 4 खुट्टे आसनमा बसेर नसुन्नु भन्छ। अब खुट्टा बाङ्गा पर्दै पर्दैन, के गर्नु? हेर हाँस्याँदै बल्ल सुने हुन्छ, त्यसरी फरक पर्दैन। यो कथा सुन्ने चाहिँ मैले नियम बताएँ नि, फेटा गुथेर कथा नसुन्नु। अब टाउको दुख्ला फेरि उँभोची कस्नु, कानमा फेटा नगुर्नु। कुरो बुझ्नुभयो नि? अब कानमै फेटा गुथिसकेपछि के अरे सुन्ने कथा? कथा सुन्ने भनेको त पालले हो नि, हो कि? ठिक हो। अब कानमै फेटा गुथिसकेपछि के कथा सुन्नु? गुरु मेरो त पालसँग भन्नु, पाल हुँदैमा कथा सुन्छ। अब पालमै बाहिरबाट फेटा गुथिसकेपछि ओके, फेटा गुथेर नि कथा नसुन्नु। श्रोता जम्मा जब कि 3 किसिमका हुन्छन् हेर्नुहोस्, कुनले राम्रो कथा सुन्ला? एउटा हुन्छ श्रोता, अर्को हुन्छ स्वरोता, अर्को हुन्छ श्रोता। कुन गतिलो होला? पण्डितले कथा बताउँदैछ यतापट्टि, ऊ भित्तामा बसेर अडेसा लागेर निदाको निदाई गर्छ क्या, त्यसलाई भनिन्छ श्रोता। सुतेको सुतै गर्छ, श्रोता। अर्कालाई भनिन्छ स्वरोता। छेउमा बसेको साथीलाई चाहिँ कथा सुन्नलाई मन छ, उसलाई चाहिँ मन छैन, कोट्याउँछ क्या। ए हिँड्न, कति यसको कथा सुनिराख्नु, हिँड्नु उता जाउँ भन्छ, चुरोट खाना लिएर गइहाल्छ उतापट्टि। ओके, त्यो स्वरोतामा बरु कुरो बुझ्नुभयो नि? श्रोताले राम्रो कथा सुन्छ, भक्तिभावले आनन्दपूर्वक ध्यान दिएर जब कि आखिरमा गएर कथा सुन्यो भने उसलाई भनिन्छ श्रोता। यसरी आएका देख्दा आखिरमा उच्च आसनमा लगेर राखिसकेपछि, आस्तारका हात पादरका पाउ धोइसकेपछि, आचमन कर्म गरिसकेपछि उपरान्त गुरु हजुर भनेको जब कि हाम्रो गुरु हुनुहुन्छ, गुरु भइसकेपछि शिष्यका मनमा लागेका कौतूहलताका कुरा मेटाइदिनुपर्छ। छर्लङ्ग गुरुको दायित्व भनेको त्यही हो। गुरु बुझ्नुभयो नि? तपाईँहरूले पनि मनमा लागेका कुराहरू चित्त बुझेन भने मलाई सोध्न सक्नुहुन्छ। तपाईँहरूको चित्त बुझाइदिएर जान्छु। ओके, गुरु भनेको त्यस्तो हुनुपर्छ। अचेल त के भन्न थाले, पण्डित व्यासनमा आएर बसेपछि यो जमाना बोल्नै हुँदैन। अनि बोल्न नभइसकेपछि पण्डितले जे बोल्दैन भइगयो। ओके, उचित अनुसारको नबुझेका प्रश्न जति पनि राख्नु, ढुक्क भएर दुधको दुध पानीको पानी छर्लङ्ग छुट्याइदिए। पण्डित भनेको यस्तो चाहिन्छ। हजुर भनेको हाम्रो गुरु हुन्छ, गुरु भइसकेपछि शिष्यका मनमा लागेका कौतूहलताका कुरा मेटाइदिनुपर्छ। गुरुको एउटा दायित्व, त्यो एउटा प्रश्न त्यही हो। सुन्नुहोस् हुन्छ। अब अर्को प्रश्न के त भन्दाखेरिमा यो कलियुग लागेका कारणले गर्दाखेरिमा हो कि किन हो पनि मनुष्यहरूभन्दा बुद्धिभन्दा भाग्य भएका रहेछन् प्रभु। थोरै दान गर्यो भने ठुलो पुण्य प्राप्त के गरी हुन्छ, यसका बारेमा चर्चा गरिदिनुहोस्। हुन्छ, म गर्छु। अर्को प्रश्न, भगवान प्रभु परमात्माले कृष्णचन्द्र परमात्माले जन्म लिनुभयो रे, कसका घरबाट जन्म लिनुभयो?
जन्म लिइसकेपछि भगवान कृष्णले के कर्म गर्नु हो भगवान यो संसार छोडेर जाँदाखेरिमा धर्म कम शरणागत धर्म कसका शरण गएर बस्यो प्रभु यसका बारेमा चर्चा गरिदिनुहोस् भनिसकेपछि तिमीहरूले चिन्ता नमान बाबु यो सारा 7 दिनसम्ममा तिमीहरूका पासमा आएर मैले कथा बताइदिँदाखेरिमा यसबाटै सारा सम्पूर्ण उत्तर पाइसक्छौ तिमीहरूले यसमा चिन्ता मान्नु पर्दैन किनभने छर्लङ्ग यथार्थ रूपमा म जब कि बताइदिन्छु भनेर बताउन लाग्नु हो भागवतको पुस्तक ल्याएर बताउन लाग्नु हो अब भन्नुहुन्छ भनेर भन्दाखेरिमा छोरो बाबुआमाले जन्म दियो अब छोरो विदेश गयो विदेश गइसकेपछि यतापट्टि घरमा बाबुआमाको मृत्यु भयो मृत्यु भइसकेपछि अनि विदेशबाट छोरा आउँछ र मरेका बाबुआमालाई गएर गोडामा गएर च्याप्प समातेर भोक्टो परेर रुन सुरु गर्छ क्या छोरा रुने भएको कारणले गर्दाखेरि म छोरो भनेको छोरोको अर्थ त्यही हो बुझिरहँ अब छोरोको अर्थ त्यही हो छोरा रुने भएको कारणले छोरो भनेको अब छोरी किन भनेको होला त आफूलाई छोडेर अर्कैसँग विवाह गरेर जाने भएको कारणले गर्दाखेरिमा छोडी क्या मलाई छोडेर गए अर्कैसँग भन्न खोजेको त्यही हो अब नाति चाहिँ किन भनेको होला त फेरि नाति चाहिँ किन भनेको होला हजुरआमा बुढेसकाल आएपछि रुन सुरु गर्छन् क्या म मरेपछि सम्पत्ति कसले खाला त्यही भएर अब नाति आएर काखमा बस्छ अनि भन्छ क्या नात्यौ न तिम्रो सम्पत्ति म खाइदिन्छु त्यही भएर नाति भनेको क्या भन्न खोजेको त्यही नाति नाति तिम्रो सम्पत्ति म खाइदिन्छु त्यही भएर नाति भनेको यो दृष्टिले महाराज खुसी भन्नुभयो आज छोरो नभए पनि नाति जन्मेको छ भनेर खुसी हुनु भएको थियो त्यही बेलामा निश्चित मृत्युको घडीको प्राप्त भइसकेको रहेछ त्यही बेलामा भगवान कृष्ण चन्द्र परमात्मालाई गुहार माग्यो भगवान कृष्ण आउनुभयो त्यो बालकलाई ज्याप समातेर काखमा राख्नुभयो बालकलाई क्लिक्क हेर्नुभयो भगवान कृष्णले बाहिर पनि रक्षा गर्नुभयो भित्र पनि रक्षा गर्नुभयो रक्षाका कारणले सुरक्षित रहेको कारणले गर्दा त्यो बालकको नाम राख्यो परीक्षित महाराज जन्म लिनुभयो यो दृष्टिले महाराजले जब कि भन्न सुरु गर्नुभयो ऋषि महर्षिहरू मेरो नातिको भविष्यवाणी बताइदिनुहोस् न मेरो नातिले कस्तो यज्ञ गर्नुहुने कस्तो कर्म गर्नुहुने बताइदिनुहोस् भनेर भन्दाखेरिमा महाराज यो दृष्टिले तपाईँका नातिले 3टा यज्ञ गर्नुहुनेछ ठुल्ठुला 3टा यज्ञ अन्तिममा गएर राजा बन्नुहोला तपाईँको नातिको पुरुषार्थ बयान गरेर साध्य छैन महाराज यो दृष्टिले भनेर बताइदिइसकेपछि प्रभु मेरो नातिको आयु कति वर्ष रहेछ यसमा बताइदिनुहोस् न भनेर भन्दाखेरिमा महाराज यो दृष्टिले तपाईँका नातिको उमेर त जम्मा 60 वर्षको उमेरमा महाराज यो दृष्टिले ज्यादै चिन्ता मान्नुभयो आज म जस्ताको नाति 60 वर्षको उमेरमा मर्नु यो दृष्टिले तपाईँले चिन्ता नमान्नुहोस् आज तपाईँको नाति 60 वर्षको पुग्दाखेरिमा तपाईँको पनाति 35 वर्षको हुन्छ तपाईँको पनाति 35 वर्षको हुँदाखेरिमा तपाईँले कतिवटा पिण्ड चबाइसक्नु जे हुन्छ देखेका कुराको चिन्ता हो कि नदेखेका कुराको के को चिन्ता आफू बाटो लागिहाल्यो पशुपतितिर डजवाल ल्याउने भए पो होइ भन्नु हो कि बाबु सन्चै छौ भन्दै आउने भए पो होइ भन्नु हो कि भन भनेर चिन्ता नमान्नु भकालाई चाहिँ केही पनि नहोस् आफू बचुन्जेलसम्ममा तर पछि के होला भनेर चिन्ता नमान्नु यहाँ त मन मान्दैन नि मरेपछि ढोका लाग्छ मरेपछि ढोका लागोस् उडोस् ओके भनेको नेपालसम्ममा थुनेर बसौँ कि झ्याल उगारेर बसौँ के रोको त रुनु पर्दैन भनेर यसरी बताइदिइसकेपछि यो ज्योतिषारले भनेका कुरा त के पुग्ला र भन्ने यो दृष्टिले महाराजलाई तर ज्योतिषार जस्तो गम्भीर र भरपर्दो शास्त्र केही पनि छैन चिना हेर्ने भन्छन् र्याङ्ग र ठ्याङ्ग मिलेको छ भने मर्ने पनि पत्ता लाग्छ त्यही भएर ज्योतिषारमा के लेखेको छ यजमान गर्ने पुरोहितले यजमान भन्दा यजमानले खुसी पार्न जान्नु चिना हेर्नेले विचार गरेर मात्रै भन्नु भन्छ यजमान गर्ने ब्राह्मणले यजमान भन्दा यजमानले खुसी पार्न जान्नु पढ्न गइएछ नि सिकेर जानुभयो भने काम लाग्छ पछि यजमानले त त्यही घरका आँगनमा सराधीमा दक्षिणा मात्रै पछार्ने त हो
यजमानीलाई दया जागो भनेदेखिमा के हुन्छ थाहा छ? मेरा गुरुलाई म पनि दिन्छु दक्षिण खोताउँछन् खैले भित्र गयो भनेदेखिमा खाइ नसक्नु चटनीसम्म बनाएर राखेको हुन्छ। धन्न पेटभरि खाएर निक्लिएर जाने बेला भइसकेपछि झोला गरौँ चामल बेसी हालिदिन्छ नि। त्यही भएर यजमान गर्ने पुरोहितले यजमान भन्दा यजमानले खुसी पार्न जान्दैन। मैले नि यो घरको आमालाई पहिला खुसी पारेको थिएँ कि उहाँले जबरजस्ती भयो नि मलाई तान्नु पनि यस्तो हुन्छ ऋषिहरू के गर्ने सिधिरहेको चिना हार्नेले विचार गरेर मात्रै भन्नु, विचार नगरिकन कहिले पनि नभन्नु। कसरी विचार गरेर भन्ने त? कहिलेकाहीँ यसो डुल्दै डुल्दै गयो भनेदेखिमा त्यो यजमान आउँछ क्या, ए गुरु मेरा घरमा झगडा मात्रै पर्यो, बुढाबुढीको यसो चिना हेरिदिनुहोस् न है। यसरी भनिसकेपछि लो हुन्छ नि त हेरिदिउँला भन्यो। त्यहाँबाट उहाँ त्यो यजमानले भित्र गएर यसो थालमा चिना पनि राख्ला पैसो पनि राख्ला लिएर आयो। घरका पटाङीमा बसो चिना खोलो। ब्राह्मणले के भन्छ, ओहो तपाईँको घरकी श्रीमती त लक्ष्मी मैया सापो हुनु रहेछ। यजमानीलाई के भन्छ, हो त नि मेरो पाइलो नपर्ने यसको घर खरानीले उडाए जस्तो थियो, मेरो पाइलो पर्ने बित्तिकै ऐश्वर्य बढेको भन्छन् क्या। अब त्यो पाइलोले ऐश्वर्य बढ्ने भयो त दुखीका पनि दुई पाएर टेक्दिनु क्या, त्यसको पनि ऐश्वर्य बढ्छ के भनेको होला। यता ब्राह्मणले फलादेश के भन्छ, हो तपाईँको घरकी श्रीमती त मैया साहब लक्ष्मीको हुनु रहेछ, स्वाभित्र बस्दिनले। अब मेरा गुरुलाई चिया पकाएर खुवाउनु पर्यो। दिउरे बसायो भने त दिउरेमा त पानी हाल्यो भने त दुध पो हाल्न थाल्छ नि हर्षले। हेर्नु त मालवा पनि खोलेर खाउँला। यतापट्टि ब्राह्मणले के भन्छ, तपाईँको घरकी बुढी त हुँदैन उनी अलक्षी नै भन्थ्यो भनेदेखि बसालेको दिउरे झटाएर हान्छ सालासमा पनि धोकै लाग्यो। अब कुरो बुझ्नु। त्यही भएर चिना हेर्दा विचार गरेर मात्रै भन्दैन, विचार नगरिकन भनौँ भने त साथी हुँदैन। पाल्नु भएको जब कि आखिरमा गएर विदुर महाराज हृदय भएर नआउँदा आखिरमा धृतराष्ट्र महाराज ज्यादै चिन्तादायकमा भन्नु हो, आज मेरो भाइ हरायो। किनभने यो संसारमा दाजुले जब कि भाइलाई माया गरेको हुन्छ, भाइले दाजुलाई त्यति धेरै माया गरेको हुँदैन। किन भनेर भन्नु होला, दाइ पहिला जन्मेको हुन्छ, भाइ पछि जन्मिन्छ। मेरो भाइ भनेर त्यो दाजुले जब कि त्यो भाइलाई च्याप्प समातेर कोक्रामा राखेर डुलाएको हुन्छ, घुमाएको हुन्छ, आफूले चबाई चबाई गरेको अन्न पनि त्यो भाइलाई खुवाएको हुन्छ। त्यही भएर दाजुले भाइलाई माया ज्यादा गरेको हुन्छ। आज मेरो जब कि भाइ विदुर हराएको कारणले गर्दाखेरिमा म चिन्ताजनकमा छु भनेर धृतराष्ट्र महाराज यसरी बसिरहँदाखेरिमा त्यही बेलामा उताबाट जब कि विदुर महाराज सुरु आउनुभयो। आएर धृतराष्ट्रका महाराजका पाउमा गएर साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो। ओहो दादा म आइपुगेँ त भन्दाखेरिमा ए भाइ तिमी आयो, म ज्यादै खुसी भएँ। तिमी यतिन्जेल कहाँ गएको भन्दाखेरिमा दादा म तीर्थाटन घुम्नका लागि गएको अरे। बाबु भाइ तिमी तीर्थाटन घुम्न जाँदाखेरिमा के दृश्य देख्यौ भनेर भन्दाखेरिमा दाइ यो संसारमा मरेपछि पिण्ड सबैले खान्छन्, तर जिउँदै पिण्ड खाएको एकजनाले देखेँ दाइ भनेर भनिदिनु भयो धृतराष्ट्रलाई विदुरले। ए बाबु भाइ जिउँदै पिण्ड कसले खायो अरे? जिउँदै पिण्ड खाएको भनेको तपाईँले खाएको त तपाईँलाई लाग्छ नि? अघि ती पञ्चपाण्डवलाई जुवा खेलाएर सर्वस्व कसले गराएको भन्दाखेरिमा त्यो पनि मैले गराएको। मेरो बाबुलाई म भीमसिंहलाई काखामा लिन्छु भनेर काखामा लिएर निचरेर मार्ने कोसिस कसले गरेको? त्यो पनि तपाईँले गरेको हो कि? त्यो पनि हो। आज तिनी पञ्चपाण्डवले दिएको नुन पानी खाँदा नुन खायो, कोही जल खायो, कोही पिण्ड खायो, तपाईँलाई लाग्छ छैन? यसरी भनिसकेपछि हो बाबु मैले त यहाँ त बस्न नहुने पो रहेछ, अब मैले यहाँ बस्न हुँदैन भनेर धृतराष्ट्र महाराज आफ्नी पत्नी गान्धारीलाई साथमा लिएर दक्षिण मार्गको बाटो जब कि जानु पर्यो। किन? सत्यता त्याग गरेका कारणले गर्दाखेरि, सत्य छोडेका कारणले गर्दाखेरि दक्षिण मार्गको बाटो जाँदाखेरिमा बिच बाटोमा धर्मराज कुकुर आयो। कुकुरलाई साथमा लिएर नरकमा गएर बुढी औँठो चोबेर जब कि पत्नीलाई साथमा लिएर धृतराष्ट्र महाराज गान्धारीलाई पासमा लिएर जब कि स्वर्गारोहण हुनुभयो। साथमा के पनि लिएर जानु भएन। हरि मेरो मेरो भन्छन् सबै, मेरो केही छैन, मेरो मेरो भन्छन् सबै, मेरो केही छैन। एक्लै आउनु एक्लै जानु लानु केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन। मेरो मेरो भन्छन् सबै, मेरो केही छैन, मेरो
सबै मेरो केही होइन एक्लै आउनु एक्लै जानु लानु केही छैन एक्लै आउनु एक्लै जानु लानु केही छैन कृष्णचंद्र भगवान को भागवत भगवान को यसरी भगवान प्रभु परमात्मा महाराज धृतराष्ट्र महाराज यसरी पत्नीलाई साथमा लिएर स्वर्ग आरोहण सवारी भइसकेपछि आज भगवान कृष्णलाई दर्शन भेटका निमित्त जानुभएको अर्जुनले वृद्धा भएर नआउँदा आखिरमा युधिष्ठिर महाराजलाई ज्यादै जब कि आखिरमा गएर चिन्ता भयो त्यही भएर त्यही बेलामा जब कि परबाट अर्जुन रुँदै 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 आउनुभयो ए भाइ तिमीलाई के भन्नु आखिरमा भगवान प्रभु आज भगवान कृष्णचन्द्र परमात्माको स्वर्ग आरोहण भयो भगवान कृष्णको स्वर्ग आरोहणको समाचारले म ज्यादै स्तब्ध भएको छु आज मेरा मनमा घाउ परेको छ प्रभु आज मेरा मनमा ज्यादै चिन्ता परेको छ त्यही भएर म त यसरी रुँदै 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 आएको भनेर अर्जुनले यसरी युधिष्ठिर महाराजलाई गएर बताइदिँदाखेरिमा युधिष्ठिर महाराजले जब कि सोध्नुभयो अर्जुन भगवान कृष्णको स्वर्ग आरोहण कसरी भयो बाबु भनेर भन्दाखेरिमा आज भगवान कृष्णलाई त जरा नाम गरेको व्याधले बाण हानेर मार्दैछ भगवानले त यो संसार छोडेर जानुभयो भनेर यसरी जब के भनिदिनु हो युधिष्ठिर महाराज विचार गर्नुहुन्छ धर्मशास्त्रले के भन्छ भनेर भन्दाखेरिमा व्यास विषम्यज्ञाजुणी भोजनं विष नरेन्द्र शिशवा विष वृद्धास्य राज्यं विष अनव्यास विषमविद्या नपढेका मान्छेलाई यो किताब बिसन्छ उसले यो किताबभित्र के अर्थ लगाएर अरूलाई जब कि भुल्याइरहेको छ आफू भन्दा जान्ने चाहिँ छेउमा भनेदेखिमा उसलाई यो किताब टोक्नु कि बोक्नुहुन्छ बुझ्नु नपढेका मान्छेलाई यो किताब बिसन्छ अनव्यास विषमविद्या अजडे भोजन विष अगाएका मान्छेलाई खानेकुरा बिसन्छ ऊ अगाइसकेको छ खिरै पकाएर दिनु उसलाई रुत्तो दरिद्र शिशवा विष गरिबलाई यो कार्य बिस हुन्छ कसरी हुन्छ भनेर भन्नु होला ऊ आफ्ना घरमा गर्न सक्दैन अर्काले लगाएको पनि देखि सक्दैन ओके यहाँ पनि कतिजनाले कुरा काट्न सुरु गरिसक्यो होला फलाने पैसा अलिअलि चिलातो चलाउन सुरु गरिसक्यो ऊ घरमा गर्न सक्दैन नि त अर्काले लगाएको पनि ऊ देखि सक्दैन त्यति भन्न पनि नपाओस् त उसले पाउनु पऱ्यो नि होइन दरिद्र शिशवा विष वृद्धस्य राज्य विष बुढेसकाल आइसकेपछि त्यो राजगद्दी जब कि काम छैन आफूले भनेका ठाउँमा पुग्न सकिँदैन
त्यही भएका कारणले गर्दाखेरि म यो राजगद्दी गरेर बस्नुभन्दा बरु म राजगद्दी सुम्पा गरिदिन्छु भनेर आफ्नो नातिलाई बोलाउनु भयो परीक्षितलाई। बाबु नाति अब तिमीले राम्रोसँग जब कि आखिरमा गएर राज्य सञ्चालन गर्नु। बाबु मेरा पनाति पनि जन्मिसकेका छन्। राजा परीक्षितका 4 भाइ छोरा जन्मिसकेका छन्। श्रुतसेन, उग्रसेन, भीमसेन भन्ने 4 भाइ छोरा। अब तिमीले राजगद्दी चलाऊ बाबु भने भन्दाखेरिमा हजुर बाबा म त राजगद्दी चलाउन सक्दिनँ, म त हुँदैन भनेर भन्दाखेरिमा बाबु मेरो अवस्था पनि ज्यादै जीर्ण हुँदै 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 गयो। यो संसारमा एक दिन यो संसार छोडेर जानुपर्ने। मेरा बाबु बाजेले पनि यो संसार त्यागेर गएका छन्। त्यही भएर यो धन सम्पत्ति राजकिल्ला जिल्ला यो केही पनि होइन बाबु। त्यही भएर म त जङ्गलमा जान्छु भनेर यसरी रुन लाग्दा हजुर बाबा अब मैले के गरौँ त भन्दा राज्य चलाइदेऊ बाबु, मेरो अन्तिम इच्छा यति पुरा गरिदेऊ। छोरो भएर जन्म लिइसकेपछि आफ्नो बाबाको आफ्नो हजुरबाको इच्छा चाहनालाई पुरा गरिदिनुपर्छ, यो छोराको परम धर्म हो भनेर यसरी भनेपछि हुन्छ हजुरबा म राजगद्दी जब कि आखिरमा गएर चलाउँछु भनेर श्रीबेज लागेर नातिका जब कि शिरमा सुम्पा गरिदिएर लौ त नाति राम्रोसँग राज्य सञ्चालन गर्नु मेरो बाबु। प्रजालाई कहिले पनि दुःख दिने भाषाले नबोल्नु, प्रजाका निमित्त हितका निमित्त वचन बोल्नु है। म त यहाँबाट बिदा भएर गएँ भनेर युधिष्ठिर महाराज पनि पञ्चपाण्डवलाई साथमा लिएर जब कि आखिरमा गएर स्वर्गद्वारीको बाटो प्रस्थान गर्नुभयो। स्वर्गद्वारीको बाटो जसमा प्युठानमा परेछ महाराज। स्वर्गद्वारीको बाटो लिएर जाँदा जाँदा जाँदाखेरिमा बीच बाटोमा जाँदाखेरिमा पञ्चपाण्डवलाई साथमा लिएर बीच बाटोमा जाँदाखेरिमा त्यही बेलामा बीचमा जब कि द्रौपदी रानी हिमुमा चिप्लेर जब कि आखिरमा गएर द्रौपदी रानीको मृत्यु हो। त्यही बेलामा भीमसेनले जब कि युधिष्ठिर महाराजलाई सोध्नु हो दादा यो हामी 5 भाइ पाण्डवका जब कि एउटा साझा पत्नी द्रौपदीको हिउँमा चिप्लेर के गरी मृत्यु हो दादा, यो कुरो मलाई बताइदिनुहोस् न भनेर भन्दा यिनमा अलिकति गडबड थियो क्या भन्नु। 5 वटा पतिलाई बराबर माया प्रेम र सद्भाव गर्नुपर्ने, तर यी अलिकति नकुलसँग ज्यादै जब कि आखिरमा गएर लुबिथिन्। त्यही भएका कारणले गर्दाखेरिमा बीचमा यिनको मृत्यु भयो। जाँदा जाँदा अलिकति उतापट्टि जाँदाखेरिमा बीच बाटोमा सहदेव बाटोमा जब कि आखिरमा गएर ढल्नु हो। दादा यी सहदेव किन मरे भन्दाखेरिमा यी घोडा कुदाउने काममा अलिक घमण्ड गर्थे, त्यही भएका कारणले गर्दाखेरिमा मर्नु पर्यो। अलिकति उतापट्टि जाँदाखेरिमा त जब कि 9 कोलकै नै जब कि आखिरमा गएर स्वर्ग आरोहण हो। 9 कोलको जब कि मृत्यु भइसकेपछि दादा यी 9 कोल किन मरे त भनेर भन्दाखेरिमा डक्टरी लाइनमा यिनी ज्यादै जब कि आखिरमा गएर घमण्ड गर्थे, त्यही भएका कारणले गर्दाखेरिमा मर्नु पर्यो। अलिकति उतापट्टि जाँदाखेरिमा अर्जुनको जब कि बाटोमा मृत्यु हो। अर्जुनको जब कि मृत्यु भइसकेपछि दादा यो अर्जुन किन बीच बाटोमा मरे त भनेर भन्दाखेरिमा यी बोलेका कुरा पुर्याउन नसक्ने अर्जुन, त्यही भएका कारणले गर्दाखेरिमा बीच बाटोमा मर्नु पर्यो भनेर भन्दिनु हो। अलिकति उतापट्टि जाँदाखेरिमा बीच बाटोमा पुगिसकेपछि भीमसेन नै जब कि मर्न लाग्नु भयो। पर आँखा टनाउनु भएको त पर आँखा टनाउन लाग्दाखेरिमा दादा मेरो पनि मर्ने बेला भयो है त भनेर भन्दाखेरिमा दादा म के कारणले मर्न लाग्यो भन्दाखेरिमा धर्मको मूल दया हो है, पापको मूल हो अभिमान बाबु। तिमी अभिमानका कारणले गर्दाखेरिमा यसरी मर्नु पर्यो। यसरी सारा पञ्चपाण्डवहरू आज स्वर्ग आरोहण भएर गइसकेपछि ओभर अन्दाज हस्तिनापुरको राज्य राजा परीक्षितले चलाउनु हो। राजा परीक्षित के भन्नुहुन्छ भन्दाखेरिमा म जस्तो राजा भएपछि कसैले पनि दुःख नपाऊ, सबैले जब आखिरमा गएर सुख आनन्द भोग गरौँ। राजनीति गर्नेवालाले यो कुराको ज्यादै जब आखिरमा गएर विचार गर्नुपर्ने। एक दिनका कुरा हो। राजा परीक्षित बिहानको समयमा बिहान जरक्क उठेर राजा परीक्षित डुल्दै जानु भएको महाराज डुल्दै जाँदाखेरिमा एकान्त जग्गामा जब कि पुग्नु भएछ। एकान्त जग्गामा पुग्दाखेरिमा अचानक एउटा दृश्य देख्नुभयो। राजा परीक्षितले कस्तो दृश्य देख्नुभयो भन्दा धर्म रूपी वृषक पृथ्वी रूपी गाई कली रूपी राजा हातमा छड्लिएर दनादन कुटिराखेको देख्नुभयो। राजालाई ज्यादै जब कि आश्चर्य ज्यादै अचम्म लाग्यो। यहाँ किन यस्तो जब कि आखिरमा गएर दुष्कर्म भइरहेको छ होला, आज किन यसरी जब कि दुष्कर्म भइरहेको छ यहाँनिर भनेर जानुभयो। गएर सोध्नुभयो वृषक भनेको त्यो गुरुलाई, बाबु तिमी को भन्दाखेरिमा त्यो वृषभले भन्छ प्रभु
सत्ययुगमा तप, त्रेता युगमा यज्ञ, द्वापर युगमा दान, कलियुगमा कीर्तन। यी मेरा 4वटा पाइला थिए, 4वटा पाइला सारा सोमडा भाँचे। आज कलिको एउटा पाइलाले टेकेर हिँडेको छु, धर्मरूपी वृषभ, धर्मरूपी गुरु हुँ प्रभु। यसरी भन्दाखेरिमा बाबु तिमीले जब के रुनु पर्दैन, तिमी नरौ भनेर भन्दाखेरिमा उदापट्टि फर्केर जब कि आखिरमा गएर भन्नुहुन्छ त्यो राजालाई, तँ को होस् भन्दाखेरिमा म कलि हुँ भनौँ। कलिले राजा भन्नुहुन्छ, राजा परीक्षित मेरा राष्ट्रमा नबसारे। तपाईँको आयु कति वर्ष भन्दाखेरिमा राजा परीक्षितले भन्नुभयो मेरो आयु जम्मा 60 वर्ष। कलि भन्छ मेरो आयु 4,32,000 वर्ष। सत्ययुगको आयु 7,28,000, त्रेतायुगको 12,96,000, द्वापरयुगको 8,64,000, कलियुगको 4,32,000 वर्ष। 4,32,000 बच्नेवालाले राज्य चलाउने कि पाजी 60 वर्षले राज्य चलाउने हो। टावर मावर निकाल्न लाग्दाखेरिमा बडा तरबार झिकेर यसलाई म काट्दिन्छु भनेर काट्न लाग्दाखेरिमा कलिले हात जोडेर जब कि प्रार्थना गर्न लाग्यो, यत्र कोचनम वनस्पति सर्वभूम तुवान्नय लक्षति तत्रापि त्वमतेषु सरासनम् तन्मे धर्मविदं दृष्टं धनं यदुष्टमर्हसि यत्रैव नियतोर्वच यत्तुष्टनुशासनं प्रभो यत्र कोचन वत्सामि सर्वभूवात्माग्नय। प्रभु ममा त्यस्तो जब कि केही पनि दुष्कर्म छैन, किनभनेदेखिमा यो पृथ्वी मण्डलमा जन्मलिसकेपछि त हजुरलाई मैले पाप र पुण्य छानेर हजुरलाई सुम्पा गर्ने अवस्था रहेको कारणले गर्दाखेरिमा मलाई नमार्नुहोस् प्रभु भनेर भन्दाखेरिमा राजा परीक्षित ज्यादै जब कि आखिरमा गएर दयालु हुनुहुन्थ्यो, ज्यादै जब कि आखिरमा गएर दयावान हुनुहुन्थ्यो। अनि भन्नुभयो लो मैले भनेका ठाउँमा गएर मात्रै बस्नु है त, कुन ठाउँमा गएर बस्ने प्रभु भनेर भन्दाखेरिमा लो मैले भनेका ठाउँमा गएर बस्नु। एक ठाउँमा कुन ठाउँमा भनेर भन्दाखेरिमा एक ठाउँमा गएर बस्नु जुवा तासमा गएर। त्यही भएर जुवा तास कहिले पनि नखेल्नु भन्न खोजेको त्यही। जुवा तासले हुन्छ वनिवास, जुवा तास नखेल्नु। पानी खाएर भन्ने गरेकै छैन। यस्ता प्रकारले गरिकन मारे जुवा तासमा गएर बस्दै अरे। त्यही भएर कलिम जुवा तासमा गएर बसेको छ, जुवा तास नखेल्नु। शास्त्रले त्यसो भन्छन्। सहर बजारमा त महिलाले नि सुरु गरे भन्छन्। के हो के छ यता सुरु भएको छैन काँडागाडीतिर। जुवा तासमा गएर बस्ने अरे अर्को ठाउँमा कुन ठाउँमा गएर बस्ने त प्रभु भनेर भन्दाखेरिमा अर्को ठाउँमा गएर बस्दिनु, मदिरामा गएर बस्दिनु। मदिरामा गएर पनि कलि बस्यो क्या, अरू खाए कहिले कहिले आउँछ लाग्छ, त्यो खाए छिनेको होइन। बेलुका कस्तो भएर आउँछन् देवता ईश्वर घरमा, तल्लो छेउरो माथिल्लो भित्तो गर्दै आउला नि। एउटा हातमा जुत्ता अर्को हातमा मोजा। ईश्वर ढोकातिर आउला भनेको झ्याल ढकढकाउनु पुग्छ। ए ढोका खोल भन्छ, के गर्नु अब लिएर आएको। मदिरामा गएर बस्थे अरे, अर्को ठाउँमा कुन ठाउँमा गएर बस्ने त प्रभु भनेर भन्दाखेरि अर्को ठाउँमा गएर बस्दिनु। स्त्रीका गफमा पनि गएर बस्दिनु अरे। त्यही भएर महिलाका गफमा गएर कलि बसेको छ। त्यही भएर एक ठाउँमा महिला मात्रै जम्मा भएर बसेछन् भने एकजना पुरुष नगए हुन्छ, बौला बनाएर छोडिदिन्छन्। फेरि हामी त त्यस्ता रहेछौँ भनेर यहाँबाट जरा जुरुक उठेर हिँड्दैन होला। यहाँ चिल्ले फेरि कसलाई पुराण सुनाउने। यहाँ नआउने जति सबै त्यस्ता खालको, यहाँ आउने जति सबै सक्कल ढुक्क भएर बस्नु। महिलाको गफमा गएर बस्दै अरे। कलिले हात जोडेर भन्न थालो प्रभु यस्ता 4,32,000 वर्षसम्ममा नरमाइला ठाउँमा के गरी बिताउँ, कमसे कम एक ठाउँ त राम्रो ठाउँ दिनुहोस् न। हिराहार सुनचाँदीमा गएर बस्दै भनिसकेपछि मैले बस्ने ठाउँ यहीँ रहेछ भनेर राजा परीक्षितले श्रीबेज लगाएर जानुभएको रहेछ। कलि शिरमा चढिहाल्यो। हेर्नु त, दिन लाग्नु भनेको दशा लाग्नु भनेको मति बिग्रिनु हो। दिन लाग्यो भनेदेखिमा दशा लाग्यो भनेदेखिमा बाजा बजाएर कहिले पनि आउँदैन।
आज कलीलाई मैले सजाय दिएँ भनेर राजगद्दीमा सवारी हुनुभएको थियो, तर कली शिरमा बोकेर सवारी हुनुभयो। कली शिरमा बसेका कारणले गर्दा आखिरमा राजा परीक्षितलाई कसलाई दण्ड दिउँ, कसलाई मारौँ, कसलाई चुटौँ, कसलाई भेटौँ मनमा त्यस्तो भइरहेको थियो। भइरहँदाखेरिमा एक दिनका कुरा हो, राजा परीक्षित बिहान जरक उठेर हातमा जब आखिरमा गएर धनु लिएर जङ्गलपट्टिको जब आखिरमा गएर प्रस्थान गरिदिएकोमा जब कि भन्नुहुन्छ एकदा धनुरुद्धस्मिं विचरन् मृगयं वनं मृगाननुगतं श्रन्द छुरितृष्णादितो वृषम्। एकदा धनुरुद्धम्यं विचर मृगयं वनं भनेको मृग डुल्ने जङ्गलतिरको प्रस्थान गर्नुपर्छ। केका लागि भन्दा आखिरमा शिकार खेल्नका लागि जानुपर्छ। शिकार खेल्नका लागि जङ्गलमा जानुभयो। जङ्गलमा जाँदा जाँदा घोर जङ्गलमा पुग्दाखेरि महाराज पुरैबाट एउटा मृगलाई देख्नु भएछ। मृगलाई बाण हान्देको मृग रथ बाउँदै 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 जङ्गलतिर प्रवेश गर्यो। तै भेट्न सकिन्छ कि भनेर कुद्नु, कहीँ पनि भेटिएन महाराज। कुदाउँदै जाँदाखेरिमा कहाँ पुग्नु भएछ भन्दाखेरिमा कृतमाला नदीका तट किनारमा पुग्नु भएछ। टन्डला पोर घाम पनि लागिरहेका, ज्यादै आफूलाई प्यास पनि लागिरहेको। त्यहाँ एकजना सम्यक नाम गरेका ऋषि भगवान नारायण वासुदेवको ध्यान गरेर बसिरहेका। त्यही बेलामा ऋषिलाई गएर भन्नुभयो, ऋषि मलाई पानी देऊ त भन्दाखेरिमा आँखा खोलेर हेरेर आज म जस्तो राजा आउँदाखेरिमा पानी माग्दाखेरिमा पानी माग्दा नदिनु। यस्ता जिउला लासलाई मरेकै चिज बोकाउनु उठम धानेर धनुका दाँदाले टपक्क टिपेर ऋषिका गलामा बेर्देर त्यहाँबाट फुत्ता निक्लेर जानु हो। आज सम्यका छोरा स्त्रिङ ऋषिले थाहा पाउनु भयो आज पिताजीका गलामा कसले सर्पको गहना लगाएको छ अरे। अब म जान्छु भनेर हतार हतार दौडिँदै जानुभयो। अनि गएर हेर्दाखेरिमा त हो नै रहेछ, सर्प निकालेर फालिदिएर तिल्जोको साथमा लिएर अनि भन्नुहुन्छ मेरा पिताजीका गलामा जसले सर्पको गहना लगाएको छ त्यसलाई आजका 7 दिनका दिनमा तक्षक भनी नागराज भएर डसेर मर्नु परोस्। राजा परीक्षितलाई यसरी श्राप दिनुभयो। एकछिन पश्चात आफ्नो पिताजीको समाधि खुल्यो। आफ्ना अगाडि छोरो रोएर बसिरहेको। बाबु छोरा तिमी किन यसरी रोएको भन्दाखेरिमा पिताजी आज हजुरका गलामा कसले जब कि सर्पको गहना लगाइदिन्छ त्यसलाई आजका 7 दिनका दिनमा सर्पले डसेर मर्नु परोस्। यो श्राप दिएर पनि क्रोध शान्त गर्नु आउँ पिताजी। बाबु जे हुन्छ जिउँदाको डर हुन्छ, मरेकाको के डर। मरेको मान्छे सिरानी हालेर सुते पनि केही गर्दैन गर्छन्। अब खलखली खाँदै रगरगी हिँड्दै त तर्सान भनेपछि मैले त पछि तर्साउँदा होला त त्यसले तर्साउँदै डराउनु पर्दछ। जिउँदो बाघ भालु जबकबाट डराउनु, तर मरेकाको के कुरा। अब यहाँ त मरेपछि तर्साउँछ भन्छन् अनि बाबुआमाका चिना पनि लगेर डोबाटामा पोल्न सुरु गर्छन्। गुन्द्रीले नि तर्साउँछ अरे बाबुआमा मरिसकेपछि त त्यो राति फेरि कन्त्रु उचाल्ला नि त्यो चिनाले लगेर डोबाटामा लगेर पोल्नुपर्छ अरे, हो कि होइन त। अब तर्साउने भएदेखिमा त्यो सुनका ढिका नोटका बिटाले पनि तर्साउनु पर्ने। त्यसका लागि चाहिँ उहाँ दुनियाँ लडाइँ गर्छन् है, त्यसले चाहिँ तर्साउँदैन हो कि। चिना लगेर डोबाटामा लगेर पोलिसकेपछि वर्ष दिन भएपछि पुर्याउँछन् क्या श्राद्ध गर्नका लागि। ए जमान बाबुको नाम के थियो बिर्सिहाल्यो, के थियो आमाको नाम के थियो बिर्सिहाल्यो। चिना छ भनेदेखिमा आमाको चिना छ भनेदेखिमा मावलाको हजुरबाउ हजुरआमाको नाम के छ, मावलाको के पुत्र रहेछ त्यहाँनिर लेखेको राखेको हुन्छ कि हुँदैन। हेर्नुहोस् त वंशावली जोड्नका लागि कति जब कि काम दिन्छ। हामी कस्तो अल्पज्ञ रहेछौँ, हामीले केही पनि जान्न सकेको होइन्छौँ। हामी डोबाटामा लगेर पोल्छौँ। तर संस्कार जब कि कस्तो आएको छ अहिले प्रचलनमा हेर्नुहोस् त लोकमा। पहिला आफ्ना जब कि बाउका भाइलाई के भन्थे थाहा छ, कान्छा बा भन्थे। अचेल के भन्न सुरु गरे बाउका भाइलाई, अङ्कल 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 भन्दा भन्दै भोलिपछि मरेपछि त दमकल हुन भेट्छ। अनि भतिजाले दमकलले अनि तर भनिदिन्छ खाना बाबुलाई त त्यसले। बाबुका भाइका जब कि पत्नीलाई अघि के भन्थे कान्छी आमा भन्थे। हेर्नुहोस् त कस्तो सच्चा भाषा थियो पहिला। अहिले के भन्छन् अन्टी अन्टी हेर अन्टी हाँसेका। अन्टी भन्दा भन्दै भोलिपछि मरेपछि भुन्टीमा कयौँ ठाउँमा अहिले तर्पण दिँदाखेरिमा के थियो भुन्टी भन्छन् नि, त्यो भएर हो क्या त्यो भएको हो कि होइन।
गुरुहरूलाई थाहा छ नाम यसरी बिग्रिन जान्छ के त्यो भएर सच्चा हुनु पर्यो भन्न खोजेको त्यही हो यो भएका कारणले गर्दाखेरिमा बाबु जे हुन्छ जिउँदादेखिमा डराउनु मरेका के डर भनेर भन्दाखेरिमा बाबा मैले त श्राप दिइसकेँ नि त कसलाई श्राप दिएको रहेछ ध्यान दृष्टिले हेर्दाखेरिमा त राजगद्दीमा बसेको राजालाई पो श्राप दिएको रहेछ बाबु तिमीले ठुलो अपराध गर्यौ किनभनेदेखिमा संसारमा जम्मा 5 वटा पाप ठुल्ठुला छन् कुन कुन पाप भनेर भन्दाखेरिमा कुग्रम पापम पञ्चोग्र पापम छलपद्म कारण कुर्वापि चाश्चैव निर्भयाश्च व्याससनमा बसेको पण्डितलाई मार्नु हुँदैन राजगद्दीमा बसेको राजालाई मार्नु हुँदैन क्रियापुत्रीलाई मार्नु हुँदैन सुकेरी भएर कुनामा बसेकी नारीलाई मार्नु हुँदैन गौशालामा बाँधेकी गाईलाई मार्नु हुँदैन हो भन्दा जब कि ठुल्ठुला पाप यो संसारमा केही पनि छैन तिमीले त राजगद्दीमा बसेको राजालाई श्राप दिएछौ लौ जाऊ आजका 7 दिनका दिनमा तक्षक भने नागजबाट डसेर मार्ने भो भनेर भन्दै भनिसकेपछि कारुणा आदि चेला गरेर राजा परिषदलाई गएर खबर छोड्दै राजा तपाईलाई त आजका 7 दिनका दिनमा तक्षक भने नागजबाट डसेर मार्ने भयो अब तपाईँ के गर्नुहुन्छ संसारमा सबैभन्दा ठुलो डर के लाग्छ मर्नलाई डर लाग्छ हो कि मरिन्छ कि भनेर हस्पिटलमा औषधि उपचार गर्ने हुन त यहाँ धेरै जसो बुढीहरू भन्छ नि मर्न पानी हुन्छ यसो त बुहारीलाई हुर्किएका तै माया गर्छन् कि भनेर मर्न पाएन हुन्छ ईश्वर भन्छन् बुढीहरू बिरामी भन्छ हस्पिटलमा चाहिँ सकिन भने चाहिँ किन गएको त घरमै बसेको है फेरि यहाँका बुहारीलाई स्वाद पर होला हाम्रा सासुहरू त हुर्क्याउँछन् भने पछि आफूभन्दा सासु बन्नुपर्छ नि होइन उकालो चढेपछि ओह्रालो झर्नुपर्छ कि पर्दैन ओह्रालो झरेपछि उकालो चढ्नुपर्छ कि पर्दैन पछि के हुन्छ पहिले विचार गर्नु क्या कुनै पनि आरसीसी ढलान घरमा गएर बास बस्नुभन्दा पहिला खानुभन्दा पहिला फाल्ने ठाउँ सोध्नु क्या पहिले कुरो बुझ्नु पनि ढलान घरमा बास बसेको छ खानाको लागि ल्याउनु केटाकुटी टन्न पेटभरि खायो रातको 12 बजे भएपछि अब खपिसक्नु भयो के गर्ने फाल्ने ठाउँ सोधेको छैन त अब गतिलो भयो त गतिलो भएर पछि के हुन्छ पहिले विचार गर्नुपर्छ अब तपाईँ के गर्नुहुन्छ भन्दाखेरिमा राजा परीक्षित 7 दिनका दिनमा मर्ने भनेर भन्दाखेरिमा ज्यादै डराउनु भयो अब म यो राजगद्दी जन्म जयलाई सुम्बा गरेर त्यहाँबाट फिर्ता भएर जब कि जानुभयो कहाँ त भन्दाखेरिमा भागीरथी नदीका तट किनारमा गएर 64 हातको मण्डप तम तयार बनाएर जब कि बस्नुभयो त्यहाँ सारा सम्पूर्ण ऋषि महर्षिहरू देवर्षिहरू राजर्षिहरू गएर बस्नुभयो को भनेर भन्दाखेरिमा त्रिम वशिष्ठ च्यवन सम्भारद्वाज नरिष्ट नेमी बिरुरङ्गिराज पराशरो गादिसुत सुतेष्टं राम उतास इन्द्र परमे ददत्ता यस्ता ऋषि महर्षिहरू गएर बसिहेर्नुहोस् अत्रि गए वशिष्ठ गए च्यवन गए गौतम विश्वामित्र सारा सम्पूर्ण ऋषि महर्षिहरू गए तर कसैबाट केही उपाय पनि हुन सकेन 7 दिनका दिनमा मर्ने अगतिमा पर्ने म के गरौँ भगवान भनेर भन्दाखेरिमा भनिरहँदाखेरिमा त्यही बेलामा जब कि सुखदेव स्वामी भागवतको पुस्तक लिएर त्यस ठाउँमा टुप्लुका पुग्नुभयो लौ त महाराज यहाँहरू यो श्रीमद् भागवत महापुराण यहाँहरू समक्ष यो प्रथम स्कन्ध पाउ पर्यन्तका चरित्र वर्णन व्याख्या मैले बताइदिइसकेँ 19 अध्याय भागवत सुसम्पन्न जब कि आखिरमा गएर सक्यो यो भगवान कृष्णका विराटका चर्चा हुन् विराटका चर्चा गरिन्छ यो भागवतमा भगवान कृष्णले मर्ने बेलामा उद्धवलाई भन्नुभएको थियो मेरो सारा अङ्ग फुकाएर लगेर म भागवतमा राखिदिन्छु मेरो भागवतको पुस्तकमा जसले शिर राखेर ढोक्छ भने उसले स्वयं मलाई दर्शन गरेको फल प्राप्त हुन्छ त्यही भएर प्रथम स्कन्ध भनेको पाउ दोस्रो स्कन्ध भनेको गोलीकाँडा तेस्रो स्कन्ध भनेको बुढा चारौँ स्कन्ध तिग्रा पाँचौँ स्कन्ध जाङ छैटौँ स्कन्ध कट्टी सातौँ स्कन्ध नाभि आठौँ स्कन्ध छाती 9 स्कन्ध घाँटी 10 स्कन्ध मुख एकादश स्कन्ध 2 आँखाको बिच 12 स्कन्ध तालु भागवत सुसम्पन्न हुने यो पाउ पर्यन्तका चरित्र बताइसके मैले अब द्वितीय स्कन्धमा के कथा बताइन्छ भनेर भन्दाखेरिमा द्वितीय स्कन्धमा कथा बताइन्छ राजा परीक्षित र सुखदेव स्वामीको नाता के हो त भनेर भन्दाखेरिमा शास्त्रमा बताइएको छ बन्धु चिनिन्छ पति पर्दा पत्नी चिनिन्छ धना सकिदा मित्रै चिनिन्छ अति दुःख पर्दा दाजुभाइ चिनिन्छ आफ्नो घरमा कार्य लगाएका बेलामा आएर सरसफाइ गरिदिन्छन् भने ती सच्चा दाजुभाइ
यहाँ सबैजना सच्चाभित्रै पर्नुहुन्छ। सरसक धेरैले गरिदिनु भएछ, के गर्नु, सच्चा उत्तममा पर्नुहुन्छ उत्तम दाजुभाइ। आफ्ना घरमा कार्य गरेका बेलामा दाजुभाइ चिनिन्छ, मित्र चिनिन्छ, अति दुःख पर्दा मित चिनिन्छ दुःख पाएका बेलामा। त्यही भएर दुःख पाएका बेलामा मितकामा जानु, सुख पाएका बेलामा ससुराली जानु, दुःख पाएका बेलामा ससुराली नजानु। जुठा भाडा निकाल्दैन बेर्लाउँदैन, गाउँ छ भने हलो जोता पत्नी चिनिन्छ धनदार सकिँदा, श्रीमती चिनिन्छ पैसा सिद्धेका बेलामा। कहिलेकाहीँ नेपाल सरकारले यसो तलब बन्द गर्यो, यजमानले पनि बोलाएनन् भनेदेखिमा त्यो बेलामा पत्नी चिनिन्छ। बेलैमा पकाएर खाना दिने भनेदेखिमा त्यो सच्चा श्रीमती। कस्तोमा पर्यो विचार गर्नु। यहाँ त कमाएर ल्याएर दिन्जेलसम्म मात्रै त होला नि कठैबाट मेरो विश्वास। कमाएर ल्याएर दिन सक्न छोडेपछि त कहाँ गयो जता सुकै छैन। बोल्दा यहीँ 7 दिनसम्म खोलिने रहेछ। त्यही भएर पत्नी चिनिन्छ धनदान सकिँदा, श्रीमती चिनिन्छ पैसा सिद्धेका बेला। फेरि हामीलाई मात्रै म के गरौँ भन्दाखेरिमा सबैजना 7 दिनका दिनमा मन हो राजा, 8 दिन बाँच्ने मान्छे कोही पनि छैन। छ भने यहाँ मेरा छेउमा लिएर आउनुहोस्। शनिबारदेखि लिएर शुक्रबारको साथ, शुक्रबारदेखि लिएर बिहारको साथ कुर्छ 8 दिनमा। हामी सबैजना कर्लम गर्नु 7 दिनका दिनमा जान्छ। अघि खडबाङ्ग नाम गरेका राजाले 2 घडीको आयु छँदा आखिरमा भगवानको ध्यान गरेर जब कि आखिरमा गएर मुक्ति भएका थिए को भनेर भन्दाखेरिमा खडबाङ्ग नाम राजा सिज्ञतेन ददाम्निषु मोहदाय तथा यशो गतवान भयम हरे। खडबाङ्ग नाम गरेका राजाले देवताको पक्ष लिएर जब कि आखिरमा गएर युद्ध गर्दै जाँदाखेरिमा देवताहरूको जित हो, यताबाट राक्षसहरूको जित हार भइसकेपछि प्रभु मलाई जब कि वरदान दिनुहोस् भन्दाखेरिमा मेरो आयु हेराइपाउँ भन्दाखेरिमा यसो हेर्दाखेरिमा 2 घडी आयु छँदाखेरिमा तिम्रो मृत्यु हुन्छ भनिसकेपछि अब म के गरौँ त प्रभु, म नरकमा पर्ने भए भन्दा यहाँबाट वृद्ध गएर जाऊ, भगवानको नाम जप मुक्ति भएर जानेछौ भनेपछि खडबाङ्ग नाम गरेका राजा घरमा गएर भगवानको जब कि ध्यान गर्नुभरि राम नाम जपेर पार तर्ने हो, राम नाम जपेर पार तर्ने हो, जिन्दगीको केही भर छैन कहिले मर्ने हो। जिन्दगीको केही भर छैन कहिले मर्ने हो, राम नाम जपेर पार तर्ने हो, राम नाम जपेर पार तर्ने हो, जिन्दगीको केही भर छैन कहिले मर्ने हो, जिन्दगीको केही भर छैन कहिले मर्ने हो। रामचन्द्र भगवानको यसरी खडबाङ्ग नाम गरेका राजाले भगवानको ध्यान गर्नाले खडबाङ्ग नाम गरेका राजा
मुक्ति भनेर जब कि जानुभयो अब तपाईँलाई के सुन्न इच्छा छ कि त भनिकन सोद्धाखेरि प्रभु 7 दिनका दिनमा जब कि मर्ने म अगतिमा पर्ने भन्दाखेरिमा राजा अब तपाईँले चिन्ता नमानुस् किन भन्दैखेरिमा जिता स्वानो जिता श्वासो जिता सङ्ग जितेन्द्रिय यस्तोले भगवत रूपी मन सन्दर्यो दिया तपाईँको आसनलाई जित्नुहोस् अब भगवान अन्त छन् भन्ने सम्झना नगर्नुहोस् किनभनेदेखिमा तपाईँले अब 7 दिनसम्ममा पद्मासन बाँधेर बस्नुहोस् पद्मासन भनेको एउटा गोडालाई लगेर अर्को गोडोमाथि राख्ने अर्को गोडालाई लगेर अर्को गोडोमाथि राख्ने अनसन व्रत त्याग गर्ने अन्नलाई त्याग गरिदिन सकिन्छ भनेदेखिमा 7 दिनसम्म अन्न नखाइकन सुन्नु यो भागवत गर्दा गर्दै धर्म गरेको त्यो पुण्य छैन भनेर यसरी जब कि बताइदिनु भयो प्रभु अब म लाई जब कि भागवतका बारेमा चर्चा गरिदिनुहोस् भनिसकेपछि अनि त्यहाँबाट बताउन लाग्नुभयो भागवत श्रवण गर्नाले कस्ता व्यक्ति पनि मुक्ति हुन्छन् भनेर भन्दाखेरि म केडा त ओडान्द पुलिन्द पुल्कश आबिर गङ्गाय बना घसा दया जा एमले चुपाप यदुपाश्रय श्रय शुद्धन्ति तस्मै प्रभविष्णवे नमः घृणान्त भए उडिन्द भए पुल्का साबी कङ्गा यमना खसादी पापी पाखण्डी दुराचारी पनि यो भागवत श्रवण गर्नाले मुक्ति बनेर जान्छन् राजा तपाईँले अब चिन्ता नमान्नुहोस् भगवान् नारायणको नामलाई सम्झना गर्नुहोस् भनेर बताइदिनु भयो नारायण परां वेदा नारायण पर पङ्कज नारायण परालोका नारायणं परं मघा नारायणं परं योग नारायणं परं तप नारायणं परं ज्ञानं नारायणं परं गति यसरी भगवान नारायणको नाम संकीर्तन गर्नुहोस् अवश्य पनि मुक्ति बनेर जानुहुन्छ त्यही भएर दुःख पर्यो भनेदेखिमा मात्रै भगवानलाई सम्झना नगर्नु सुख पर्दाखेरिमा पनि भगवानलाई सम्झना गर्नु यता हामीले दुःख पर्दाखेरिमा मात्रै सम्झिन्छौँ हो कि त्यसलाको भनेदेखि आइया माइया बा आइया भगवान भन्छौँ होइन कि छिमेकीले काम बिगारो भने रिस उठ्ला नि होइन बेलुका सुत्ने बेलामा के भएको होला ए हरि भन्छन् नि कोही सुत्ने बेला दुःख पर्दाखेरिमा मात्रै होइन सुख पर्दाखेरिमा पनि भगवानलाई सम्झना गर्नु भगवान नारायणको नाम कहिले पनि नबिर्सनु भनेर यसरी बताइदिनु भयो बताइदिइसकेपछि अब तपाईँलाई के सुन्न इच्छा छ कि त भनिकन सोद्धाखेरिमा ब्रह्मनारद संवाद यसरी प्रस्तुत गरिसकेपछि अब 4 जात 36 वर्णका बारेमा चर्चा गरिदिनुहोस् अब 4 जात भनेको के हो बेलले भन्छ के भन्छ ब्राह्मण सेतमुखमासित बाबु राजन कृतवृत भन्छ ब्राह्मणहरू मुखबाट जन्मेका अरे त्यही भएर बोल्न नै सिपालु हुन्छन् भन्छन् कोही चाहिँ के भनेका थियो भाषा बिगारेर बर्बाद पारिदिरहेछ ब्राह्मण भनेको सबैको मुख भनेको के कुरो बुझ्नु ब्राह्मण नभइकन त क्षेत्रीले औँसिने पर्ने थाहा हुँदैन बाबुआमा मरेको तिथि पनि ब्राह्मणलाई सोध्न पुग्छ ब्राह्मणले पनि ठेक्का लिएर ओके ब्राह्मण भनेको सबैको मुख भनेको के विचार दिने कुरामा विवेक दिने कुरामा ब्राह्मणहरू सिपालु छन् त्यही भएर ब्राह्मण भनेको सबैको मुख ब्राह्मण जति बाटो यो संसारमा कोही पनि हुँदैन बोल्ने कुरामा र बुझ्ने कुरामा ब्राह्मणलाई काम हरायो भने ब्राह्मणले काम गतिलो गर्दैन यसो ताराको रूप मात्रै जजमान काम हो ओके अल्छे हुन्छन् के हाम्रो यहाँका गणेश त काइदाको हुनुहुन्छ जाँगडी भगवान प्रभु परमात्मा महाराज यस्तै प्रकारले गरिकन ब्राह्मण भनेको त्यो ब्राह्मण भनेको सबैको मुख भयो हेर्नुहोस् हातले लियो सर्लकम बुझाइदियो मुखामा अब जब के क्षत्रिय भनेको के हो त क्षत्रियको अर्थ 3टा लाग्यो क्षेत्र भनेको क्षेत्र भनेको शरीर क्षेत्रफल भनेको पृथ्वीको मालिकहरू क्षत्रिय भनेको त्यही भएर ब्राह्मणले जब कि 6वटा काम गर्नुपर्छ ब्राह्मणले 6वटा काम के गर्ने भन्दाखेरिमा यज्ञ गर्ने गराउने दान लिने दान दिने पढ्ने पढाउने 6वटा काम गर्नुपर्छ ब्राह्मणले त इन्डियाबाट बोराकाबाट पैसा मात्रै ल्याउने हो कहिलेकाहीँ दिन नै सिक्नु अहिलेका ब्राह्मणले 3टा भन्दा गर्दै गर्दैनन् त हेर्नुहोस् 3टा भन्दा गर्छन् त
यज्ञ गर्नु गराउनु आफू पनि गर्नु अर्कालाई पनि गराउनु भनेको अर्काबाट चाहिँ ल्याउने हो आफूले गर्नु हरिशरण ओके पढ्नु पढाउनु के अरे आफू पढ्नु अर्कालाई पनि अध्ययन गराउनु कुरो बुझ्नुभयो अब अर्कालाई ल्याएर छेउमा राखेर पढाउन सुरु गर्यो भनेदेखिमा आफूभन्दा ऊ जान्यो भनेदेखिमा गाउँै खाइदियो तपाईँहरूलाई थाहा छँदै होला मेरो पीडा गाउँतिर सम्झिनुहोस् त ओके पढ्नु र पढाउनु पनि कुरो बुझ्नुभयो किनभनेदेखिमा विद्यादान गर्यो भनेदेखिमा पछि रहला नि त के एउटा कीर्ति त्यही भएर मैले पनि यहाँ पढाउँदैछु पुरुषोत्तम आचार्यज्यूलाई यस्ता प्रकारले गरिकन दान लिने पढ्ने पढाउने यज्ञ गर्ने गराउने गर्नु पनि गराउनु पनि भनेको गराउने मात्रै गर्न छँदैछ ब्राह्मणले 6 वटा काम गर्नु उत्तम ब्राह्मणले जुन ब्राह्मणले राजनीति गर्छ भने त्यो ब्राह्मणलाई टीका लाएर दक्षिणा नदिनु यो पछि कथा बताउँ न एक दुईजना बिल्ले आउनुहुन्छ त्यो बेला जुन ब्राह्मणले राजनीतिक झन्डा बोकेर हिँड्छ भने त्यो ब्राह्मणलाई टीका लाएर दक्षिणा नदिनु त्यो क्षेत्रीय ब्राह्मण भयो हो कि ब्राह्मणले 6 वटा काम गर्नु क्षेत्रीयको अर्थ 3 लाग्छ हात शरीर र क्षेत्रफल पृथ्वीको मालिक क्षेत्रीयले के गर्ने राजनीति गर्नु पर्छ सबैले आफ्नो आफ्नो काम गर्नु पर्यो नि सबै व्यापार मात्रै गर्ने हो त ओके क्षेत्रीयले जब कि दान नलिनु एक मात्रै कन्याकुमारी दान लिने त्यहाँभन्दा जब कि बेसी क्षेत्रीयले लिन मिल्दैन क्षेत्रीयहरूले जब कि ब्राह्मणलाई जब कि पाल्ने सर्ला मुखामा गयो जब कि बुझाइदियो वैश्य भन्न 60 पेट भयो क्या जम्मा हुने ठाउँ क्या वैश्य भन्ने बित्तिकै जसले व्यापार गर्छ ऊ धनी भन्छ कसरी धनी बनेको व्यापार गरेर 5 रुपियाँ हालेर उसले लिएर आएको छ भने 100 रुपियाँ हान्छ यहाँ कार्य गर्यो अनि सामान किन्न वैशाखामा गयो किन आउनुभयो भनेर सोधिहाल्छ फेरि पछि सप्ताह लाउँ भनेको दाने कपडा किन्नलाई आएको दाने भनेपछि मैले जाने भन्छ भित्र पसिहाल्छ अहिलेसम्म नबिकेको कपडा कुन छ त्यो थाङ्न लिएर आउँछ अनि देखाउँछ यो कपडा लगेर सिलाएर गुल्ला दिनु भने बरु चुरुको यजमान पनि फुरुकै पैसा कमालो होला भनेर त्यसलाई चाहिँ 60 डबल हाल्छ फेरि बेसी बस्ती गर्दै ओके अब त्यतिकै लाउने कुरा होइन सिलाउन त्यो मास्टरलाई अरूलाई भनौँ भने 1 ठाउँमा टाल्छ बाहुनलाई भनौँ 20 ठाउँमा टाल्न सुरु गरिहाल्छ अहिले त रेडिमेड कपडा आइरहेछ रेडिमेड पनि त्यही खालको त हो हेरेर बस्नु त्यो सुरुवाल लाउँदाखेरि दशा त्यही भएका कारणले गर्दाखेरि हेर्नुहोस् वैश्य जब कि यसरी जब कि आखिरमा गएर धनी बनेको त्यही भएर जोसँग जब कि धन छ त्यो लोभी भन्छ बरु नहुनेले खोजेर देला त्यो जतिको लोभी कोही पनि ओके वैश्य भन्न साथ जब कि आखिरमा गएर पेड भयो जम्मा हुने ठाउँ शूद्र भनेको आधारशीलता व्यक्ति क्या बाबुजी एउटै हुन् भेदभाव छैन महाराज कुरो बुझ्नुभयो नि एक बाबुका 4 भाइ छोरा जन्म लिए एउटा बिहान जोड जुरुको उठ्छ नुहाई धुवाई गर्छ भेद पढ उसलाई ब्राह्मण बनाइयो एउटा राजनीति गर्न गयो क्षेत्रीय बनाइयो अर्को जब कि व्यापार गर्न गयो वैश्य बनाइयो एउटा चाहिँ 6 महिनाको सिनु पनि ल्याउँदै पकाउँदै खान्छ क्या अनि त्यसलाई नशूद्र भने के बिग्र भन्ने त हो कि अहिले राजनीति गर्नेवाला भन्छन् नि के भन्छन् दलित उत्थान पहिला मती उत्थान भन्नु पर्यो नि त हो कि होइन गाउँपालिकामा नगरपालिकामा यसो अलिकति दलितलाई राहत आइरहेछ भनेको कसैले जब कि थाहा थियो भने क्षेत्रीय बाहुन पुजेको कहीँ देख्नु भएको छ सबैभन्दा पहिला त्यही पुज्छ ओके भन्न खोजेको त्यही हो यो 4 जातमा नि के भन्नु भन्दाखेरि अन्डा जो उद्भिद जरायो सोधे चाहिँ भन्नु क्या भागवतमा लेखेको छ यो द्वितीय स्कन्धमा अन्डा जो उद्भिद जरायो र सोधे भनेको रोपेर जब कि उम्रिनेलाई 1 जात काटेर भावर सर्ने जब कि 2 जात फुलबाट उत्पन्न हुने 3 जात शरीरको जब कि आखिरमा गएर पसिनाबाट जब कि उत्पन्न हुने जब कि 4 जात बन्नु अनि मुलुकको विकास हुन्छ भनेर यसरी जब कि बताइदिनु हो राजा परीक्षितलाई शुकदेव स्वामीले यसरी भागवतको बारेमा चर्चा गर्नु हो यो 4 जात 36 वर्ण भनेको के हो त भनेर भन्दाखेरिमा 36 वर्ण भनेको चाहिँ फेरि जनजाति भन्नु होला त्यो भन्न खोजेको हो 36 वर्ण भनेको क देखिको ज्ञासम्मको अक्षरलाई 36 वर्ण अघि गोठ बस्दाखेरिमा पढ्यो होला नि है बा सानो वर्णमाला र ठुलो वर्णमाला भनेर हो कि होइन के बिर्स्यो कदेखिको ज्ञासम्मको अक्षरलाई 36 वर्ण भनिन्छ कले कर्म गर्नु कले खर्च गर्नाले गयो भनेको गति परिन्छ भन्न खोजेको त्यही हो 4 जात 36 वर्णको बारेमा चर्चा गरिसकेपछि
अनि जब कि भागवत को जब कि आखिरमा गएर द्वादक्षरी जब कि मन्त्रका बारेमा उच्चारण गरेर चतुश्लोक भागवतको वर्णन विस्तार व्याख्या बताइदिनु भयो। चतुश्लोक भागवत भनेको के हो भनेर भन्दाखेरिमा ज्ञानम परम गुहिमी यद् विज्ञानम समन्वितम सरहं सतदगम ज्ञानम गदितम मया यावान्नाहं यथाहवो यदुतनुतकर्मगम ततैव तत्त्वविज्ञानमश्नुते मधुनोग्रहात्। ज्ञान दुई किसिमको हुन्छ। भागवतले यही प्रश्नाइदिएको छ। एउटा अनुभवात्मक ज्ञान, एउटा शास्त्रोक्त ज्ञान। अनुभवात्मक ज्ञान भनेको जसलाई छोएर चिसो तताइदिएमा तातो अनुभवात्मक ज्ञान हो। शास्त्रोक्त ज्ञान भनेको यो गर्नाले यो फाइदा, यो गर्नाले यो घाटा, यो शास्त्रको ज्ञान भनेर दुई ज्ञानका बारेमा चर्चा गरेपछि भगवानको अवतारका बारेमा चर्चा गर्दै सुनेपछि भगवानले विविध किसिमको अवतार लिनुभयो। मत्स्य कुरुम्बरास नारसिंहश्च वामन रामो रामश्च कृष्णश्च बुद्ध कल्की तथैव च। सबैभन्दा पहिला भगवानले मत्स्य अवतार माछाको अवतार लिनुभयो। जलमा बसेर थलमा काम गर्न सक्नु भन हो जो मान्छे बन्नुभयो बाम पुड्के क्या, जसको नाम राख्यो वामन अवतार। भगवान कसैले पनि राम्रो मानेन, तर इच्छा लाग्दाखेरि उहाँ विश्व निल्दिनुहुन्थ्यो। त्यो कुरो अरू कसैलाई पनि थाहा थिएन। अनि देख्दा ज्यादै होचो देख्छौँ नाम छ वामन, देख्दा ज्यादै होचो देख्छौँ नाम छ वामन। इच्छा लागे विश्व निल्छौ रक्षा गर्न, इच्छा लागे विश्व निल्छौ रक्षा गर्न। देख्दा साह्रै होचो लाग्छौ नाम छ वामन, साह्रै होचो लाग्छौ नाम छ वामन। इच्छा लागे विश्व निल्छौ रक्षा गर्न, इच्छा लागे विश्व निल्छौ रक्षा गर्न। हरि श्रीमद् भागवत ज्ञान महायज्ञ को नाचौ हे भक्त सज्जनहरू। यसरी भगवान प्रभु परमात्माले वामन अवतार भगवान प्रादुर्भाव हुनुभयो। सबैभन्दा होचो मान्छे महाराज होचो के अब त्यो बामुडले भनेको कसले मानिराख्छ त? कसैले पनि नमान्दाखेरिमा भगवानले त्यो अवतारलाई ठिक लागेन र भगवान प्रभु परमात्मा सबैभन्दा अरूको भन्नुभयो, परशुराम भनेर आउनुभयो। सबै डराउन सुरु गर्दाखेरिमा यो पनि भएन भनेर राम राजा भनेर आउनु भएको त सबैले मान्छ भन्दाखेरिमा धोबीले कुरा काटिरहेको रहेछ। धोबीकी बुढी 2-4 दिन माइतमा गएर बसेको अलि ढिलाएछ र झ्याप्प समातेर लात्ताले कुर्ते भन्दो रहेछ रामे जस्तो दोही टिङ्ग्री म होइन नि। अर्काले लगेको बुढी पनि भित्ता गरेर ल्याएर राख्ने भन्दो रहेछ, यो पनि ठिक लागेन। अनि भगवान कृष्ण नेता बनेर आउनुभयो। नेतालाई त सबै सुख हुन्छ भनेको, कोही बेला एम्बुसमा पार्देका छन्, कसै कोही बेलामा डढेर सल्काइदिएका छन्, यो पनि भएन। कृष्ण अवतार पनि भगवानले त्याग गरिदिनु भयो। अन्तिममा भगवानले बुद्ध अवतार लिनुभयो। बुद्ध लिइसकेपछि सबैलाई शान्त, सबैलाई आनन्द जब कि भइहाल्यो। हेर्नुहोस् त
अनि त्यही भएर सबैजना भन्नुहुन्छ नि बुद्धम शरणम गच्छामि। त्यही भएर बुद्ध जब कि आखिरमा गएर जन्मिनु भएको छ जब कि लुम्बिनीमा हरि बुद्ध जन्मे लुम्बिनीमा जनकपुरमा सीता बुद्ध जन्मे लुम्बिनीमा जनकपुरमा सीता भगवानको भक्ति गर्दा नमाने है चिन्ता भगवानको भक्ति गर्दा नमाने है चिन्ता बुद्ध जन्मे लुम्बिनीमा जनकपुरमा सीता बुद्ध जन्मे लुम्बिनीमा जनकपुरमा सीता भगवानको भक्ति गर्दा नमाने है चिन्ता भगवानको भक्ति गर्दा नमाने है चिन्ता भगवानले बुद्ध अवतार प्रादुर्भाव गर्नुभयो भन्ने चरित्र यो द्वितीय स्कन्द 10 अध्याय भागवत सुसम्पन्न गर्दै महाराज यो गोलीगाठा पर्यन्त कथा सुसम्पन्न गरिसकेपछि अब तृतीय स्कन्दमा भागवत कथा उकाल्दैछु। तृतीय स्कन्दमा के कथा बताइन्छ भन्दाखेरिमा श्री शुकवाच एवमेद तद्पुरं पृष्ठो मैत्रियो भगवान् किल क्षेत्रं वनं प्रविष्टेन यद्वायं मन्त्रकृतोर भगवान् अखिलेश्वर पौरो बिन्द्रगृहीत्वा पुलिसित्मसाकृतम्। अब तृतीय स्कन्धमा सृष्टि सम्बन्धी जानकारी कथा बताइएको छ। सबैभन्दा पहिला जब कि यो सृष्टि के गरी भयो होला त भनेर भन्दाखेरिमा शास्त्रले के भन्छ भनेर भन्दाखेरिमा अघि के भयो भन्दा अघि दुर्योधन नाम गरेका राजा दाजुभाइ झै झगडा गर्न सुरु गरेछन् के। त्यही भएर शास्त्रले भन्छ दाजुभाइ झगडा कहिले पनि नगर्नु। दाजुभाइ झगडा गर्यो भनेदेखिमा के हुन्छ घर नासिन्छ। त्यही भएर दाजुभाइ मिलेर बस्नु। देवरानी जेठानी झगडा गर्यो भनेदेखिमा घरमा अलक्षण भित्रिन्छ अरे के। त्यही भएर देवरानी जेठानी पनि झगडा नगर्नु मिलेर बस्नु हो। कहिलेकाहीँ त्यसै क्या नगर्नु अबदेखि मिलेर बस्नु। दाजुभाइ पनि झगडा नगर्नु मिलेर बस्नु। छ कि छैन यता के छ छविलालजी ठिक छ नि राम्रो छ नि जय होस्। मिलेर बस्नु झगडा कहिले पनि नगर्नु। शिव बाबुआमाले तल माथि पारेछन् भने नरिसाउनु। जो ठगिन्छ नि जो धेरै माथि ठुलो भन्छ पछि नमस्कार कथा बताउनु नबाटो। त्यही भएर दाजुभाइ झगडा नगर्नु। दुर्योधन नाम गरेका